नमस्ते एन्ड इन्भाइरोमेन्टमा रोका मगर छ आज म आएको छु जिल्ला प्रहरी पुलिस काठमाडौँ डिस्ट्रिक्ट पुलिस रेन्ज काठमाडौँमा। सो आउनुको कारण के थियो भन्दाखेरि आजकल धेरै नै फ्रड चलिरहेछ। मान्छेहरूले एकदमै विदेश पठाउँछु, युके पठाउँछु, अमेरिका पठाउँछु भनेर चाहिँ एकदमै त्यसरी चाहिँ पैसाहरू पहिला ल्याउने, त्यसपछि चाहिँ गायब भइहाल्ने र त्यस्ता केसहरू मैले यसो भित्र गएर हेरेँ। मेरो एकजना साथीको पनि त्यस्तै काण्ड रहेछ। त्यस कारणले चाहिँ हामी आज यता जिल्ला प्रहरी परिषद काठमाडौँमा निवेदन दिनुभएको थियो। त्यो निवेदन दिनु अनुसारले हामी चाहिँ आज यहाँ आएर कुरा बुझ्यौँ र मैले भित्र गएर कुरा बुझ्दाखेरि हेर्दाखेरि मिनिमम कमसेकम लाखभन्दा माथि चाहिँ केस पेन्डिङ छ है। सबै ठगीहरू फेरि दलालहरूले ठग्दै पैसा खाँदै भाग्दै। यार के भइरहेछ हाम्रो नेपाल र कसैलाई 4 लाख, कसैलाई 9 लाख, कसैलाई 10 लाख, कति अब महिला बगालहरू, हामी केटा बगालहरू, बुढा बगालहरू सबैलाई ठग्दैछन् होइन। सो त्यस कारणले म नेपाल सरकारसँग के रिक्वेस्ट गर्न चाहन्छु भन्दाखेरि धेरै केसहरू हामीले भेटाइरहेको छौँ एकदमै ठगीको। जसले पनि ठग्छ तिनीहरूलाई राम्रोसँग खोज तलास गरेर जराइदेखि उखालेर ढुम्मी जरामा पक्रेर सिधा रोडमा लिएर गोली हान्नु पर्यो। त्यसपछि बल्ल कसैले पनि ठग्न हिम्मत हुँदैन, कसैले फ्रड गर्न सक्दैन। यो चाहिँ मेरो मात्र नभएर पुरा हाम्रो हम्बल जनताहरू एकदम हम्बल रिक्वेस्ट हो। आई होप कि एकदम नेपाली कानुनले पक्कै पनि बुझ्नेछ, कानुन व्यवस्थाले। किनभने दाजुभाइ दिदीबहिनीहरूले एकदमै खुन पसिना गरी एक पैसा जम्मा गरी त्यो चाहिँ विदेशमा केही नयाँ सपनाहरू नयाँ सपनाको खोजीमा जान लाग्दाखेरि त्यो पैसा दिएको पैसा हो र त्यसरी ठग्न पाइँदैन। के भइरहेछ, एक केस छैन, अर्को छ, अर्को आउँछ। नेपाल सरकारले हेर्नु पर्यो यो चिजलाई। जुन ठगी गरेर त्यसलाई मात्र जराबाट उखलाएर सिधा 80-47 ठग्नु पर्यो। त्यसपछि मात्र यो ठगी र फ्रड गर्ने चाहिँ बन्द हुन्छ, नत्र भने सरकार हुनेवाला छैन। मी विथ क्यामराम्यान एकदमै मदन गुरुङ, जय नेपाल।